हेलो एन्ड नमस्ते गाइज, स्वागत छ तपाईहरुलाई हाम्रो अर्को ब्लगमा। सरी, हाम्रो सिमी ब्लगमा। हाम्रो अर्को ब्लगमा भन्ने नि के भयो त? नेक्स्ट ब्लग भन्न खोजेको तर दिस इज आवर फर्स्ट भिडियो आफ्टर गेटिङ म्यारिड। के हो सिधा बस्नु हजुर त? So we are going to do color gift exchange challenge. It was so hectic, to be honest. यो गिफ्टहरु के रे सेलेक्ट गर्दाखेरि it took 2 days to collect the gift from the shop. अरे कहना क्या चाहते हो? के शपिङ गर्न जान भन्नु न, अनि मेरो फर्स्ट टाइम थियो भन्नु छ। कति हजुरको चाहिँ कस्तो थियो एक्सपिरियन्स? पहिला सुरु कुरा त मैले भन्दाखेरि अर्कै भन्न खोजेको थिएँ। अनि हामी चाहिँ यो च्यालेन्ज गर्ने भनेर हामी लास्ट विकदेखि सोचिरहेको थियौँ। अनि स्पेसली यो आइडिया चाहिँ उसको हो। अनि हामी हिजोदेखि चाहिँ गिफ्ट्स खोज्दा मार्केटमा है यस्तो झ्याउ। म चाहिँ आई एम इन्टु सपिङ, त्यही भएर मलाई चाहिँ के जस्तो पनि लागेन। हाउ वाज योर एक्सपिरियन्स? मलाई त एकदमै टाउको दुख्यो, आँखा रिङ्गाटा लाग्यो, आँखा दुख्यो होइन। अनि बल्ल अघि हामी सक्यौँ अनि we came back from the market. मैले चाहिँ 3टा कलर मात्रै किन्न बाँकी थियो लास्टमा। मेरो चाहिँ सबै थियो। अनि मैले जस धेरै मेहनत लाग्दो रहेछ, किनकि मलाई सपिङ यस्तो किन्ने चिजहरू मलाई लास्टै बोरिङ लाग्छ के। गयो ठाउँमा गयो खोज्यो होइन। तर आज चाहिँ एउटा नयाँ अनुभव भयो मेरो लागि। र हामी अब चाहिँ गर्न गइरहेका छौँ कलर गिफ्ट एक्सचेन्ज च्यालेन्ज। ल सुरुमा चाहिँ कुरो भन्ने म भनौँ कुन कलर निकाल्ने भनेर। ल सुन्तला खाने सुरुमा ल पिङ्क कलर नै चाहिँ यहाँ माथि। कसले देखाउने पहिला? लेडिज फर्स्ट। रेडी? तिमीले देखाऊ अनि म निकाल्छु। कस्तो नमिठो। कस्तो मिठो भयो। मैले क्यान्डल ल्याएको थिएँ। सरी यो चाहिँ कहाँबाट किन्नु हजुरले? यो मैले पाउन्डल्यान्डबाट। सो यो चाहिँ हजुर यसको स्ट्यान्ड चाहिँ किन्नु भन है। थ्याङ्क यू भेरी मच। एउटा त्यो उसवाला स्ट्यान्ड थियो, म किनौँ कि जस्तो लागेको थियो। फेरि व्हाइट र रेड कलरको, व्हाइटमा रेड कलरको लभ हार्टवाला थियो। अनि त्यो र स्ट्यान्ड किनौँ जस्तो लागेको थियो। फेरि मैले त्यो रेड पनि व्हाइट पिङ्क सबै किनिसकेको थिएँ, त्यही भएर किनिनँ। अनि मैले यो क्यान्डल किन्नुको कारण के भने खोजे है पिङ्क कलरको केही गतिलो भेटाइन। अनि ठ्याक्कै क्यान्डल साइडमा रहेछ। अनि मैले क्यान्डल उठाएर ल्याएँ। यता मलाई हेर्दा बोलिने हुन्छ, भिडियोमा हेरेर मात्रै बोल्नु भयो नि त। क्यामेरा मात्रै हेरेर। अनि क्यामेरामा अब अर्को कुन कलर? तिमी देखिरहेको छौ। अब रेडै गर्ने? कसले हो? मैले गर्ने भयो म देखाऊँ? रेडी? अघि हामीले सुरुमा पिङ्क गरेर है रेड कलर राखेर खोज्दैछु क्या। ल देखाऊ किन्नु त भयो नि रेड। किनेछु देखाऊ। मैले क्यान्डल ल्याएको सब मेरो क्यान्डल छ कि, किनकि अब इजी लागिरहेको थियो नि त। अनि कलर खोज्न दुइटै सँगै थियो नि, यो दुइटा त्यो नि सँगै थियो, मैले त्यहीँबाट लिएको थियो। अनि यो चाहिँ मलाई थाहा छ उसले मैले यो युज गरिरहेको छु नि त। अनि त्यसैले उसले यो ल्याइदिएको होला। ल अब ओरेन्ज कलरको त मैले के किन्यो? ओरेन्ज गरेर म ओरेन्ज गर्ने ओरेन्जको चाहिँ मैले चाहिँ ल हजुर उता हेर्नु नि त इच्छा। ए मलाई बल्ल याद आयो। ल रेडी? मेरै हेर्ने हजुर पहिला। ल मलाई चाहिँ यो डल ल्याइदिएको। यसमा मैले प्राइस ट्याग चाहिँ तान्नु दिन्छु।
यो कुरमुरे त म अहिले खाइहाल्छु एकछिनमा भोक लागिरहेको छ नि त मलाई। के भयो प्राइस ट्याग अझै देखाउनु भयो त्यहाँ नि नै देखाइन कस्तो लाग्यो प्राइस क्युट थ्याङ्क यू मलाई फेरि यो कपडाहरू यस्तोहरू म अलि धेरै नलेजै छैन कि अनि हेर्न नि आउँदैन हेर्न नि आउँदैन स्पेसली किनकि लास्ट टाइम एकचोटि मैले उसलाई किनिदिँदाखेरि उसलाई मनै परेको थिएन कि अनि त्यसरी उसले अब के अरे पसलमा गएर फेरि रिफन्ड गरेको थियो अनि त्यसरी मलाई कपडा मन इन्ट्रेस्ट उसलाई मन नि पर्दैन भनेर मैले किन्दैन अब चाहिँ ग्रिन यसमा चाहिँ हाम्रो के थियो भन्दा हामीले चाहिँ घर युज गर्ने त्यो पोछाहरू अनि यस्तो युटेन्सिल्सहरू यस्तोहरू चाहिँ नकिन्ने आफ्नो लागि पर्सनल चाहिँ के हुन्छ त्यस्तो मात्रै किन्ने भनेर गरेको नत्र त हामीलाई इजी हुन्थ्यो होला त्यो अरू पनि काम लाउनेहरू किनेको भए चाहिँ लाइक हामीलाई 2 दिन लाउँथेन होला कि यो के अरे किन्न सबै कुरा किन्न डिसाइड गर्नलाई लाउँथेन होला अनि खानेकुरा पनि नकिन्ने भन्ने सोच्थ्यौँ कि अब लास्टमा केही उसै नभएपछि किन्न पर्यो खानेकुरा है खानेकुरा किनौँ भनेर मैले भनेको किनकि लास्टै गाह्रो लाग्यो मलाई ल हजुरलाई उयो सोध्नु पर्ने मैले आफैले भने मैले निकाल्थेँ म कसले देखाउनु पर्यो म देखाउँछु ल टुन 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 बेस टुक बेस यो स्टिममा ट्राई गर्न मन लाग्थ्यो ल भयो रेडी हजुरलाई देखाम मलाई थाहा छ उसले किन यस्तो किनिदिएको भनेर मलाई यो कारहरू अनि यस्तो यस्तो चिजमा मलाई बच्चादेखि इन्ट्रेस्ट लाग्थ्यो नि त मैले अरू केही डबल त किने छैन नि ल मर्स के भन्छ यसलाई होइन कामारो रहेछ कामारो थ्याङ्क यू भेरी मच ल अब अर्को ग्रिन ल किन्नु भयो हजुरले ग्रिन म त एकछिन बिर्सेको कि हिजो किनेर ला बेबी मैले त रेड कलर किनेको थिएँ नि होस् अब केही भएन खास मैले यो आफूले खाना हुन्छ भनेर पनि किनेको कि तर के भएन यो खामला मिलेर अब मैले अर्को किनेको थिएँ रेड के सोचेर होला है मैले त्यो काट्दै नकाटेँ ल भयो रेडी म त रेडी छु ल ओरिजिनल हो प्याक गरेर दिँदा रहेछन् ए म त ओरिजिनल सोचिरहेको छु थ्याङ्क यू सो मच ओरिजिनल नै थिएन हो बेबी कतै पनि यस्तो कस्तो राम्रो लाग्थ्यो एमएनएसमा यत्तिकै महँगो मात्रै यहाँ मैले बिहानमा कति राम्रो देखेको थिएँ मलाई किनकि कति राम्रो जुन हेऱ्यो त्यही राम्रो लाग्थ्यो मलाई यहाँ त यो फ्लावरहरू लास्टै मनपर्छ के अब आर्टिफिसियल भन्दा नि नेचुरल मनपर्छ तर यो खोइ त हजुर आर्टिफिसियल भयो भने म एकदमै खुसी छु थ्याङ्क यू सो मच म निकाल्दैछु नि यो चाहिँ एउटा ट्रे हो होइन म चाहिँ यो लिफको उसमा डिजाइनमा थ्याङ्क यू बेबी अनि के राख्ने यहाँ मैले यसमा जे राख्दा नि हुन्छ मलाई थाहा छैन फेरि के राख्नुको लागि हो तर कलर हेरेर मात्रै मैले अब अर्को त्यहाँ केही नि लेखेको थिएन ब्ल्याक अर्को ब्ल्याक गर्ने मैले त्यहाँ कि डेकोरेटिभ ट्रे रहेछ सजाउनलाई अथवा के गर्नलाई ब्ल्याक अब तिमीले निकाल अनि म निकाल्छु उता हेर्नु है त मैले देखेकै छैन त त्यहाँ देखिरहेको त नि अनि निकाल्ने टाइम लाग्यो तल हो त नि भयो हजुर हेरिसक्नु भयो कति स्याल हुनुहुन्छ ल देखिसक्नु भयो त नि अनि हेरेकै छैन मैले त्यहाँ क्यामेरामा हेर्नु भयो मैले दुईटा क्यामेरा छ अनि कता हेर्छु त नि मैले अगाडिको क्यामेरामा मात्रै हेर्छु अनि त्यसमा देखाउँदैन भयो 3टा हामीहरू त ओइ फर्मल हो यो 2टा माथि लाउने अनि एउटा प्यान्ट चाहिँ छ नि त पहिलाबाट 2टा मैले यो क्युट सानो फोटो फ्रेम ल्याइदिएको छु किनकि हाम्रो रुममा फोटो फ्रेमहरू थिएन कि खासै होइन थिएन त एउटा थियो फोटो मिलेको थिएन फोटोको साइज मिलेको थिएन अनि
मैले ठ्याक्कै यो मिल्छ होला भनेर अनि ठ्याक्कै फोटोहरू राख्नलाई ठिक हुन्छ भनेर। अनि यो मलाई थर्मल चाहिँ मलाई चाहि नै रहेको थियो किनकि मसँग तलको प्यान्टहरू चाहिँ थियो अनि माथिको चाहिँ थिएन। थ्याङ्क यू सो मच फर दिस वन्डरफुल गिफ्ट। अब तिमीले भन न, मैले त भनिसकेँ। ब्लू गर्ने हो होइन पर्पल गरौँ। पर्पल भनेको कस्तो यो कलर भनेको छु मैले, सरी कलर पर्पल। मेरो चाहिँ यो स्प्रे हो के अरे स्प्रे जुत्ता प्रोटेक्ट हुन्छ कि। मैले चाहिँ उसलाई एकदमै चाहिराख्ने चिज ल्याइदिएको छु पर्पलमा। ए किनकि थ्याङ्क यू बेबी। सके त थिएन होला तै पनि मैले ल्याइदिएको। होइन तर मलाई चाहिएको थियो यो किनकि त्यो अब अर्कोचोटिको लागि ठ्याक्कै सकेको थियो। अनि यो के हो मलाई चाहिँ थाहा छैन, म एकचोटि हेर्छु पहिला। यो चाहिँ अब त्यो टिम्बरल्यान्ड अस्ति भर्खर किनिदिनु भएको थियो त हजुरले, त्यसको लागि प्रोटेक्सन के लाइक पानी पर्दैन कि वाटरप्रुफ के यो स्प्रे गरेर राख्यो भने। थ्याङ्क यू भेरी मच। अनि अगमा पनि काम लाउँछ यो मेरो, मैले हिजो भर्खर किनेको अगमा। ल अब कुन सक्यो अहिले भर्खरै? पर्पल सक्यो होइन। अब चाहिँ कुन? अब चाहिँ ब्लू निकाल। डार्क ब्लू। थ्याङ्क यू भेरी मच। यो चाहिँ सावर जेल अनि यो चाहिँ गाडी डियोड्रेन्ट सावर जेल हुन्छ। ल पर्फ्युम चाहिँ मैले वेडिङ गिफ्ट दिएको थिएँ अनि यो चाहिँ सावर जेल। उसले चाहिँ मलाई वेडिङ गिफ्ट चाहिँ पर्फ्युम दिएको थियो डायोरकै डियोरको। मलाई कन्फ्युज लाग्छ यस्तो चिजहरू। अनि मलाई मतलब पनि लाउँदैन ब्रान्डको। मलाई मतलब पनि लाउँदैन ब्रान्डहरू के लाग्छ। मैले चाहिँ यो निभियाको मैले फेरि अब कन्फ्युज हुनलाई यहाँ ब्ल्याक नि छ व्हाइट नि छ तर मैले यो ब्लू हेरेर ल्याइदिएको। थ्याङ्क यू भेरी मच। तर हाम्रो कुनै कुनै गिफ्टहरू त सिमिलर छ किनकि उसले मलाई बडी स्प्रे दियो, मैले पनि बडी स्प्रे दिएँ। अरूहरू चाहिँ टोटली डिफ्रेन्ट छ, दुईवटा मात्रै अलिकति म्याच खाएको छ। अब कुन गर्ने? लाइट ब्लू। लाइट ब्लू। अब मैले देखाउने पहिला होइन हेरेँ नि के नि हुन होला। रेडी लाउनु हाल्छ मिठो लाउँछ नि त बन्थ्यो तर हजुर मिठाई खानु नाजभोलि त्यही पनि। मैले चाहिँ एकदमै महँगो चिज ल्याइदिएको छु, प्रिङ्कल्स। म पहिला चाहिँ खानु लाग्थेँ तर मैले चाहिँ अहिले चाहिँ खाना कम गरेको छु क्या स्विटहरू किनकि मेरो दाँतमा प्रब्लम पनि भइरहेको छ त्यसले गर्दा। एनिवे थ्याङ्क यू सो मच। अनि डाइटिङ भन्नु न। अनि म अलिकति डाइटिङमा छु गाइज। तर मैले चाहिँ तिमीलाई दुईवटा सामान ल्याइदिएको रहेछु क्या, एउटै कलरको ल्याइदिएको रहेछु क्या एक्स्ट्रा होइन। मलाई हजुर तिनवटा ल्याइदियो त त्यो चाहिँ म अहिले एकछिनमा दिन्छु। त्यसो त मैले ल्याएको बेबी कति धेरै। त्यो चाहिँ अलिक सरप्राइज खालको छ। अब कुन कलर तिमीले भन न। ब्राउन। निकाल मेरो त ब्यागै रित्तिसक्यो यार। तिमीले निकाल न। यो चाहिँ एकदम अनएक्सपेक्टेड हो हजुरलाई। ल यो मेरो डार्क ब्राउनमा पनि लिएको मैले अनि यो पनि लिएको। लाउनु खोल्नु न हजुरले। बल्ल याद आयो कि मलाई उसले मेरो अग भन्दै थियो होइन, अग लाउनुहुन्छ भनेर। सो थ्याङ्क यू भेरी मच।
यो कपको लागि, किनकि मैले कफी पिइरहेको हुन्छु। अनि यो चाहिँ टोटली अनएक्सपेक्टेड गिफ्ट पाएँ मैले, किनकि मलाई अग मन पर्दैन मैले भनेको थिएँ मलाई, किनकि उसले धेरै चिजहरू किनिदिरहेको हुन्छ नि। नाइस गाइस, मलाई कस्तो राम्रो लाग्यो नि यो। लाउन भन्नु भएको थियो मैले किनिदिएको, मलाई कस्तो राम्रो। मलाई लाउन मन लाग्दैन अग होइन। मेरो भन्दा चाहिँ धेरै राम्रो, मैले आफूलाई नि किनेको थिएँ त्यो भन्दा नि यो कस्तो राम्रो लाग्यो मलाई त है। मैले नि यही सानो साइजमा किन्नु पर्ने रहेछ कि है, ठिक हुन्छ कि हुन्न हजुरलाई। कुन कलर भनेको थिएँ र मैले? थ्याङ्क यू भेरी मच फर यो गिफ्टको लागि होइन, किनकि यो लाउने ठाउँ त म खासै देख्दिनँ, किनकि मेरो जुत्ताहरू थुप्रेको छ कि उसले किनेर कि म फेरि जुन अलि आफूलाई कम्फर्ट लाग्यो त्यही मात्रै लाएर हिँड्छु क्या। अब चाहिँदेखि चाहिँ म यो लाएर ट्राई गर्छु। थ्याङ्क यू भेरी मच। हामी चर्चहरू जाँदा यता कतै कतै निस्किँदा हुन्छ। खै नि हजुरको म आफै कन्फ्युज छु कि मेरो गिफ्टमा फेरि। हजुर नि हो मैले चाहिँ सो यो अग चाहिँ अल द वे फ्रम अस्ट्रेलिया हो। उसले नि अलरेडी आफूलाई अग त किनेको छ, तर उसलाई मन परेन भन्दैछ होइन। तर यो चाहिँ म हेर्छु क्या, रोक न म भन्दैछु त नि एकछिन। अनि यो चाहिँ आई होप उसले मन पराउँछ। थ्याङ्क यू सो मच बेबी। यस्तो वाला यहाँ थिएन कि त्यो वेबसाइटमा, किनकि हेरेको थियो कि। अनि यो चाहिँ खासमा मैले किन्छु नै भनेर बसेको थिएँ। यो कस्तो राम्रो वाला हो कि, मैले अघि त्यो अर्को त्यो स्टिकर टाइप किनेँ। यस्तो भएको चाहिँ मन पर्दैन होइन भुवाको, तर उसले चाहिँ राम्रो लाग्थ्यो। अस्तिदेखि यस्तै खोजिरहेको थियो कि। अनि मैले पठाएँ कि क्या किन मगाउँछ कपाल कपाल छ त। हेर्नु न यो त लाएर कतै हिँडेकै जस्तो गरी खत नि। लौ किन लाएर पठाउँछ होला र? थ्याङ्क यू बेबी। मसँग 2टा अग भयो। अब 2टा कलर मात्रै बाँचेको। यो के अरे? ग्रे। ग्रे? अघि कुन दिएको र अघि? ब्राउन। मैले निकाल्छस्, मैले चाहिँ ल्याइदिएको छु। यो नि मैले ग्रे कलर हो यो? ग्रे होइन र? अब त ब्राउन कलर छ त। थ्याङ्क यू बेबी। त्यही पनि सरी, मलाई चाहिँ अलिक कलर चिन्न गाह्रो भएर मैले ल्याइदिन्छु, त्यसको लागि म एकदमै क्षमा प्राप्ति छु। आई होप जुन कलर भयो नि मनपर्छ। थ्याङ्क यू बेबी। अब हजुरलाई है रेडी रेडी। अहिले चाहिँ मैले यो बाथरुम किन्दै थिएँ एमएनएसबाट। मलाई चाहिए चाहिँ थिएन होइन, चाहिए चाहिँ थिएन, तैपनि त्यस्तो चाहिँ नभन्नु भयो। धन्यवाद। किनकि मसँग फेरि एउटा चिज भइसकेपछि फेरि अर्को किनिदियो भने मलाई फेरि पैसा वेस्ट गरे जस्तो लाग्छ नि त। जे भयो भने तिमीले किनिदेऊ, एकदमै खुसी छु म। सँग पातलोवाला थियो, बाक्लोवाला हो। अनि मैले चाहिँ तिमीलाई के किन्दैछु भनेपछि लास्ट गिफ्ट हो होइन? लास्ट वाइट नि बाँकी छ। ए ग्रे हो दिइसक्यो त नि, अब वाइट बाँकी हो। त्यही भन्छु है, यहाँ गिफ्टै छैन। ल वाइट चाहिँ हजुरले वाइट देखाउने हो पहिला। मैले चाहिँ तिमीलाई कपडाको सेट ल्याइदिएको छु। यो अलिक वाइट चाहिँ छैन है, तर ग्रे कलर जस्तो म आफै कलरमा अलिकति कन्फ्युज भयो। कस्तो राम्रो कलर है। मैले उसलाई सोधेको थिएँ साइज चाहिँ कस्तो लाउँछ भनेर होइन। एक्स्ट्रा स्मल भन्नु, एक्स्ट्रा स्मल लाउँछ। अनि हजुर मेरो साइज चाहिँ किन भन्नुपर्छ यहाँ खोइदिनु भनेको। अनि ठ्याक्क सरी उसलाई मन पर्छ होला भनेर ल्याइदिएको। अब राम्रो हो, राम्रो लाग्यो, क्वालिटी पनि राम्रो लाग्यो मलाई। दोहोरा लाउनु पर्छ सबै।
हजुरको चाहिँ हजुर त व्हाइट दिनुहरू नि त उम्, हजुरको व्हाइट चाहिँ मैले चाहिँ बेस्ट लाउनु म कस्तो दिमागै आएन के अनि सक्सहरू मैले वाइट किने होला भनेको दुईटा डबल परेछ कि त्यो। ए बेबी मैले आफ्नो लागि सक्स किन्छु भनेर आज बिर्से चाहिँ मलाई कस्तो दिमागमा आएन कि थ्याङ्क यू सो मच किनकि मलाई सक्स चाहिँ चाहिरहेको थियो अनि मैले तिमीलाई एउटा एक्स्ट्रा गिफ्ट ल्याइदिएको छु खै त्यो तिमीलाई चाहिरहेको छ भनेर के होला ए साँच्ची मैले वाइट ल्याएको छु नि कस्तो दिमाग नआएको कहाँ यहीँ छ वाइट ए हो ल खै देखाउनु न त्यही भन्छु मेरो गिफ्ट कहाँ कम भइरहेछ भनेर है यो वाइट चाहिँ ए। हाम्रो अर्को मैले फोटो फ्रेम ल्याएको थिएँ कि कस्तो बिर्सेको अनि यसमा चाहिँ 4वटा फोटो हामीले राख्ने भनेर नाइस तिमीलाई ल्याइदिएको अनि यो एक्स्ट्रा गिफ्ट भनेको चाहिँ यो हो कि गाइज किनकि उसलाई म्याट चाहिरहेको थियो ऊ एक्सर्साइज गर्नलाई अनि सो मैले यो चाहिँ उसको लागि म्याट ल्याइदिएको छु तर यसमा कति कतिको हाल्ने 6x4 6x4 हो कि सबै सबै होइन यो हो। चाहिँ 33x33 हो अटाउँछ कि लौ हो? जे भयो नि लौ कस्तो बिर्सेको क्या मैले वाइट त ल्याएको थिएँ भनेर है यो धेरै गिफ्ट किन्ने बानी परेछ व्हाइट कलर चाहिँ यो भयो है सरी त्यो पनि डबलै भयो जे होस् मैले किन्दा किन्दा आफैले थाहा पाएन कि यसमा हामीले फोटोहरू चाहिँ मिलाउने बाँकी छ बिहेको फोटो त हाल्नुपर्छ सबै कस्तो राम्रो रहेछ नि बाक्लोवाला यसमा ऊ पनि छ कि मलाई यो बाग्ने छ। चाहिरहेको थियो एकदम अब चाहिँ घर एक्सर्साइज गर्थेँ अब झन् इजी हुनुभयो अनि थ्याङ्क यू सो मच गाइज आई होप हजुरहरूले इन्जोय गर्नुभएको होला फर वाचिङ अनि पछि एकदम हामी चाहिँ अलि के भन्छ अरे वेल मेन्टेन भएन मलाई खाँदै गर्दै वी वर सो हङ्ग्री बाहिरबाट आउने बित्तिकै यो निकाइहालौँ भिडियो बनाइहालौँ भनेर कुनै भन्नाले यसमा सबै नेचुरल होस् भनेर मात्रै अब आफ्नै तरिकाले होइन खाँदै उ गर्दै गरेको किनकि बाहिरबाट आएको भोक लागिरहेको थियो अनि के बनाएको पनि छैन अनि डाइरेक्ट आउनु बित्तिकै भिडियो बनाऊँ भनेर अनि त्यसैले भिडियो बनाएको आई होप तपाईँहरूले इन्जोय गर्नुभयो होला अनि माया गर्दै गर्नुहोस् अनि भिडियोलाई लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् च्यानललाई अनि धेरै माया देखाउनुहोस् धन्यवाद बाई बाई Guys, bye. स्टे ह्याप्पी स्टे हेल्दी बाई बाई मैले लास्टमा के भन्थेँ भन ए भयो हजुरले भनिसक्नु हो बन्द गर्दै बस बाई बाई